मेरो बाउ त्यो सबै नभएर आधी भए पनि त त्यो फलाना ठाउँको भने त हुन्छ नि मेरो बाउ रूपाको रिस्ट आएर कस्तो लाग्यो हाम्रो बाउ सबै मेरो छोरीहरूसँग हिँड्दैछु म रमाइलो त भयो नि हिजो चाहिँ बिरामी भएर मार्न ल्यायो भनेको होइन मार्न ल्याएछौ तिमीहरूले घुमाउन होइन रमाइलो गर्न होइन भनेको होइन त्यो दिन त अनि त्यस्तै बाटोमा हिँड्यो नि त त्यो पनि थाहा भएन यो पनि अनलाइन त्यो पनि अनलाइन अनि तर यो त राम्रो ठाउँ रहेछ नि त त्यो पनि ठाउँ राम्रो हो हिँड्नु नसकेर मात्रै नि ए साथी हो अहिले जाने बेलामा चाहिँ घाम लाग्यो हाम्रो गाडी आइसकेको छ माथिबाट मैले लेकहरूको भ्यू देखाउन पाइनँ अब लेकमै पुगेर देखाउँछु बनिरहनुहोस् होला यो पुरै रूपताल हो साथीहरू होइन अहिले चाहिँ पानी सुक्दै गएर बालुवा भरिँदै गएर ताल बाँध बाँधिएर मान्छेले अधिग्रहण गरेर पनि अहिले त लाल पूर्जा पनि बनाइसके अरे भनेपछि हामी मान्छे कतिसम्म हरामी हो त हामी मान्छे भने मैले पोखरावासी भनिनँ नि त ल साथीहरू रूपातालमा भर्खरै रूपाताल त ठुलो हो है सबै पुरिएर नि मान्छेले अधिग्रहण गरेर सबै घर बनाएर बसेर रहेछ अहिले चाहिँ जस भद्राभट काम हुँदैछ ड्याम बाँध्ने काम हुँदैछ भैँसीहरू यहाँ नाच्नु हुँदैछ पौडी खेल्नु हुँदैछ रूपाताल त यस्तो भएको छ अब केही वर्षमा चाहिँ फेरि सफासुग्घर हुन्छ होला यो चाहिँ प्राकृतिक ताल हो तर अब चाहिँ कृत्रिम बनाउने बेला भइसकेछ यहाँनिर बहिनी यो कहिलेदेखि यो भएको एक वर्ष भयो ए यो खन्दाखेरि निस्केको कि यत्तिकै निस्केको खन्दाखेरि ए खोलेर जान्छु ल यो चाहिँ एक वर्ष भयो अरे श्री जलसिद्ध महादेव मन्दिर रे यहाँनिर चाहिँ यस्तो छ साथीहरू हेर्नु मुढाबाट पानी निस्केकै गर्ने मुढाबाट पानी निस्केकै गर्दो रहेछ है यो भिडियोतिर सुनेको मात्रै हो मैले चाहिँ देखेको थिइनँ यसरी तपाईँको हेर्नुहोस् न मुढाबाट आफै पानी निस्किँदो रहेछ यो चाहिँ ड्याम खन्दाखेरि थाहा पऱ्यो यहाँको पानी खाँदा नबोल्ने मान्छे बोल्ने यहाँको पानी चाहिँ यहाँको पानी नबोल्ने मान्छेले खायो भने बोली फुट्छ अरे अनि कान नसुन्ने मान्छेले मुख धोयो भने कान सुन्छ अरे भन्ने मान्यता पनि रहेछ होइन अम्बो के भएको ए अब होस् त म त के गर्नु त एक राउन्ड घुम्न पर्यो ल
बिचरा बच्चाको मुखमा बन्द गरिदिएर सर्टकट बाटो ताल बेसी बेगनास माझी कुनामा यहाँलाई स्वागत छ। पोखराको तालहरू मध्ये चौडाइमा सबभन्दा ठुलो ताल बेगनास ताल। यो चाहिँ बेगनास ताल। हामी चाहिँ बेगनास तालको माझी कुना एरियामा छौँ। कफी खान रोकेको यहाँनिर। अझै हामी करिडोर जान्छौँ। बेगनास करिडोर जान्छौँ। ये जो वक्त है ना यहाँ जो हम काट रहे हैं, ये बहुत अच्छा टाइम है। देखना आगे चलकर हम इसे याद करेंगे और हंसेंगे। आपा किन उठेको? बस्नु। माया लाग्दछ साइले सिन्धन्छु चिचिन तिमीले माया नगरे पनि ठ्याक्कै बेगनास तालको ड्याममा आइपुग्यौँ हामी। पछाडि मेरो सन्तानहरू त धेरै पछाडि आउँदैछन्। बेगनास ताल साथीहरू। ठुलो ताल यो चाहिँ हाम्रो नेपालको झन्डा। ल बोटिङ गर्नेहरूलाई यता ती देखाउनु नि एउटै कुरा। कितना खूबसूरत है आसमान। दुनिया के किसी भी कोने से देखो, खुला आसमान जिसे हर कोई ऊपर जब देखता है तो सोचता है कि ये मेरे हिस्से का आसमान है। ल हामी चाहिँ बिन्दावासिनी मन्दिर अगाडि आइपुगेको छौँ। अहिले त सुविधा रहेछ, पैसा भयो होइन, लिफ्ट रहेछ, 2-4वटा भर्याङ पनि चढ्न नपर्ने रहेछ बिन्दावासिनी मन्दिरमा। हुन्छ आऊ न। चाहिँ बिन्दावासिनी मन्दिर पोखरा गोर्खाको सबभन्दा चर्चित मन्दिर बिन्दावासिनी। यता सीताराम रे लक्ष्मी नारायण
मेन विद्यावासिनी चाहिँ यो हो। मेन विद्यावासिनी मन्दिर चाहिँ हो है साथीहरू। शिव मन्दिर उता मेरो बामा बहिनी महादेव जी कहते हैं देर लगेगी मगर सब सही होगा। तुम्हें जो चाहिए एक दिन वही होगा। दिन बुरे हैं, जिंदगी नहीं, इसीलिए कैमारो कदमको छायामा कैसन लाग्लो है बा? कैसन हो बा? कैसन न कैसन फेवाताल यता हामी चाहिँ पामे साइडमा छौँ। वाइट स्तूपा कोको बीच बार मेरा सन्तान अहिले त्यही भाइ चाहिँ भाइसँगै पठाइदिएको नानीलाई त्यही भाइ गाडीमा फेवातालमा साइली ल फेवातालमा साइली डुङ्गा सरर होइन कि फेवातालको आँगनमा लैले माछा पुछ्रे छाया चाहिँ हुन्छ हेर्नु। माछा पुछ्रे देखिरहेछ। आज चाहिँ दिन खुलेको छ। अन्नपूर्ण माछा पुछ्रे देखिएको छ। माछा पुछ्रे अनि यहाँ चाहिँ फेवातालमा छु म चाहिँ अहिले। मेरो सन्तानहरू आइपुगेको छैन, त्यही भएर म यहाँ कुरेर बसेको छु। यता पारी तालबाराई मन्दिर भक्तजनहरूको भिडभाड मान्छेको भनाइ नलाग्नु त्यत्रो ट्रेन भेटिरहेको छ। ऊ यहाँ आफ्नो डेङ्गा यहाँ ल फेवातालमा सरर यता पनि छ फेवातालमा सरर।
अरू चाहिँ देखिसक्यो होइन। हामी तालबारी जाँदैछौँ साथीहरू, तालबाराई मन्दिर जाँदैछौँ। तपाईँहरू पनि तालबाराई दर्शन गर्न आउनुहोला। भेटी पठाइदिन्छु ल आमा भनेर त उयो पछि ऊ त्यहाँ नि भेटी निकाल्नु त आमा म पठाइदिन्छु भनेर त उही पछि पोखरा जस्तो लाग्नुहुन्छ। तिम्रो तुतुन यता देखाएर भन न। पोखरा बसेको अन्तिम दिन कस्तो लागिरहेछ माइला माइली? रमाइलो लागिरहेको छ। एकतर्फा बस्नु लागेको छु नभ्याएर। बसौँ लागेको थियो अझै। अनि त राई के छ हाल खबर? पोखरा कस्तो लाग्यो त? कस्तो लाग्यो विश्वास भयो नि। ल अब पोखरा बाई बाई। पोखरेली साथीहरू हेर्नु होला तपाईँहरूको ठाउँ होइन। यस्तै हो। अहिले चाहिँ हामी बाहिर यसो कफी वेटिङ कफीमा छौँ। कफी सफी खाएर चल्दिने हो। आधा पौने घन्टा छ टाइम अब हाम्रो। बाई बाई। अर्को भिडियोमा भेटौँला। शिव नमस्ते। अब घर फर्किनु पऱ्यो नि मैला। अब हामी पोखराबाट फिर्ती सवारी काठमाडौँतिर। हाम्रो पोखराको यात्राको पनि अन्त्य भएको छ साथीहरू। कस्तो लागिरहेको छ जनता जनार्दनहरू? के अरे उफ रन्टालापुर घाम त्यो घाम छ। कहिले असिना पानी कहिले घाम पानी। कहिले असिना पानी कहिले डन्टालापुर घाम है। शीतलमा उभिएको क्या उता लाइन छ अनि भिडियो बनाउन। ल बाई 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 पोखरा बाई बाई। आजको भिडियोबाट यहाँ बिट मारेँ मैले है। सक्यो आमा बाउ यता दिदी बहिनी उता खाडा छ।